हेलो एभ्रिवान, म बुद्धिमान छु, म ट्यालेन्ट छु, म स्किलफुल छु र पनि म असफल छु र मभन्दा कम स्किलफुल पर्सनहरू मभन्दा धेरै सफल छन् र म मात्रै असफल छु भन्ने कसैलाई लाग्छ भने हजुर एक्लो हुनुहुँदैन। यस्तो मलाई पनि लाग्छ र यस्तो खास मान्छेलाई लाग्छ किन भन्ने कुराहरूमा चाहिँ हामी थोरै केही चर्चा गर्न गइरहेका छौँ र यसमा सबभन्दा मेन रोलमा आउँछ कम्पेरिजन। कम्पेरिजन चाहिँ अरू मान्छेहरूसँग पक्कै पनि र अहिलेको टफ वर्ल्डमा कस्तो भइरहेछ भन्दा हाम्रो कम्पेरिजन भनेको चाहिँ साइडको घरको मान्छेसँग भइरहेको छैन। साइड कम्पेरिजन भनेको डाइरेक्ट चाहिँ इलोन मस्कको हामीले लाइफस्टाइलहरू हेर्छौँ, हामीले त्यसलाई कपी गर्न खोज्छौँ, इमिट गर्न खोज्छौँ र हाम्रो बुवा हजुरबाको पालामा सिनारियो यस्तो थिएन। उहाँहरूले चाहिँ कम्पेरिजन भनेको 2-4 गाउँको मान्छेहरूसँग मात्र हुन्थ्यो किनकि एक्सेसै त्यति नै थियो र खासमा एक त सानो उमेरमा एचिभ गर्थेन पनि त्यो बेलामा र यदि गरिसकेको भए पनि चोर बाटोबाट गऱ्यो अथवा केही ठगी गरेरै गऱ्यो होला पक्कै पनि यदि सानो उमेरमा भन्ने खालको एक खालको धारणा हुन्थ्यो। त्यो धारणालाई छोपेर चाहिँ सेटिस्फाइड हुनुहुन्थ्यो। तर हामीले त्यो धारणा छोप्न मिल्दैन किनकि मान्छेहरूले एन्टरप्रेनर गरेर धेरै सानो उमेरमा धेरै प्रगति गरेका छन् र हामीले खासै प्रगति गर्न सकेका छैनौँ। र नेपालको स्ट्रक्चरै हेरौँ भन्दाखेरि पनि 18, 19, 20 या 25 वर्षको उमेरमा त्यति धेरै सक्सेस हासिल गर्न सक्ने खालको स्ट्रक्चर छैन। कसैलाई होइन, मान्छेमा मात्र डिपेन्ड गर्छ। मान्छेले एचिभ गर्न सक्यो भने चाहिँ गरिहाल्थ्यो नि भन्ने जस्तो लाग्छ भने चाहिँ कुनै पनि सानो पोन्डमा लेकमा व्हेल माछा पाउँदैन। फेरि किन पाउँदैन भनेर भन्यो भने चाहिँ किनकि व्हेल माछा चाहिँ समुद्रमा हो, कुनै पनि सानो पोखरीमा हुने त्यो चान्सेस हुँदैन किनकि स्ट्रक्चर पनि चाहिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी अलिकति असफल हुनुको कारण सानो उमेरमा र इलोन मस्कहरूसँग रिलेटेड मान्छेहरूसँगलाई हेरेर उसको लाइफस्टाइल हेरेर जेलस हुनु र मैले केही गर्न सकेन सानो उमेरमा भन्ने खालको आउने कुराहरू एकदमै स्वाभाविक छ र यिनी स्वाभाविक कुराहरूलाई मध्यनजर गर्दै पनि हामी र पनि मेहनत गर्न अलिकति प्रोक्रास्टिनेट गरे जस्तो त्यो हजुरले सबैले फिल गर्नुभएको होला र त्यही कुरामा चाहिँ हामी थोरै एक लेभल डिपर गएर हामी कुरा गर्छौँ। प्रोक्रास्टिनेसन भनेको चाहिँ कसरी प्रोक्रास्टिनेट पनि मान्छेको माइन्डले यसरी टेक्निक लगाएर गर्छ कि पर्फेक्सनलाई टार्गेट गरेर होइन। ठिक छ, हरेक व्यक्ति आफ्नो लागि एकदमै स्पेसल लाग्छ। मै खतरा हुँ, म केही खतरनाक कुराको लागि बनेको हुँ भन्ने जस्तो लाग्छ र त्यही कुरालाई एप्रोच गरेर माइन्डले कसरी खेलिदिन्छ भनेर भन्दाखेरि चाहिँ एक्सन तैँले लिन निलाज तर पर्फेक्ट भयो पहिला पर्फेक्ट हुने अनि बल्ल एक्सन लिने र त्यो पर्फेक्ट संसारमा कहीँ पनि कहिले पनि भएको छैन र यही गर्दा गर्दै चाहिँ एउटा एक्सन लिनबाट रोक्नको लागि चाहिँ माइन्डले चाहिँ एउटा स्निकी वे भनौँ न, एउटा स्केप रुट जस्तो वाला टाइपको युज गरेर चाहिँ प्रोक्रास्टिनेट गर्न मान्छेलाई लगाइरहेको हुन्छ र खासमा माइन्डको गल्ती पनि यसमा खासै छैन किनकि हामीले एन्सियन्ट टाइमदेखि हेरौँ भने पनि हाम्रो एन्सेस्टरहरूले जहिलेसुकै कम रिस्क लिएर मात्र सर्भाइभ गरेका थिए। त्यो बेलामा एकदम एडभर्सिटी थियो, नेचुरल डिजास्टरहरूदेखि लिएर जनावरहरूदेखि खतरादेखि लिएर हरेक कुराहरू यति थियो कि त्यो बेलामा खासै केही नयाँ ट्राई गर्नको लागि अलिकति केही साहसिलो काम गर्नको लागि त्यो चान्सै थिएन, मान्छे सर्भाइभै गर्न सक्थेन र त्यही मान्छेलाई सर्भाइभ गराउनको लागि चाहिँ माइन्डले चाहिँ रिस्क कम लिने है भनेर चाहिँ बढी हाइपर एक्टिभ भइदिएर चाहिँ मान्छेको माइन्डले चाहिँ त्यसरी होल्ड गर्थ्यो र त्यो माइन्ड सेट चाहिँ हामीलाई चाहिँ जेनेरेसन टु जेनेरेसन हामीमा ट्रान्सफर भएर विरासतकै रूपमा हामीसँग आयो र त्यो कारणले गर्दा अहिले पनि हामीलाई केही ठुलो कदम उठाउनको लागि माइन्डले एकदमै रेसिस्ट गर्छ। त्यो हरेक व्यक्तिले जहाँसम्म मलाई लाग्छ फेस गरेकै छ। ठुलो कदम लिँदाखेरि चाहिँ अलिकति डर लागे जस्तो हुने या त्यो हुने त्यो एकदमै स्वाभाविक कुरा छ र माइन्डले कस्तो टेक्निक युज गर्छ भनेर भन्दा फ्युचर डिस्काउन्टिङ केही पनि कुरा चाहिँ दुईवटा चोइस छ। ल जस्तो मलाई पढ्न छ र मलाई मिठो खानेकुरा खानु छ, माइन्डले के भन्छ भन्दा ठिक छ आज खाना खाइहालौँ, मिठो खाना खाइहालौँ, पढ्न चाहिँ भोलि पढौँला, नपढ्ने भनेको होइन, पढ्न चाहिँ भोलि पढ्ने भनेर चाहिँ भोलिको सिफ्ट गरिदिन्छ र भोलि पर्सि चाहिँ पर्सि सिफ्ट हुन्छ, पर्सि चाहिँ निकोर्सि सिफ्ट हुन्छ। किन निकोर्सि सिफ्ट हुन्छ भनेर भन्दाखेरि चाहिँ एक त तपाईँ हामीले अनुभवै गरेको कुरा हो किनकि पढ्ने दिन भनेको कहिले पनि आएन र अर्को कुरा चाहिँ के छ भन्दाखेरि एउटा साइन्टिफिक टेक्निक पनि यहाँनिर छ, स्लिपरी स्लोप इफेक्ट भन्छ कि एकचोटि चिप्लिसकेपछि एउटा सिँढीमा चिप्लिसकेपछि अर्को सिँढीमा चिप्लिनको लागि खासै धेरै टाइम लाग्दैन किनकि त्यो इट इज जस्ट एन इफेक्ट। त्यो कारणले गर्दाखेरि चाहिँ यो टेक्निक पनि माइन्डले लगाएको हुन्छ र फ्युचर डिस्काउन्टिङको कुरा गर्दाखेरि पनि फोरको कुराहरू पनि अब तपाईँलाई आज फाल्नुपर्ने फोरहरू चाहिँ म 2 दिनपछि फाल्छु भनेर हुँदैन किनकि 2 दिनपछि त्यो फोर त गन्दा आउँछ, दुर्गन्ध आउँछ, रोमै धेरै गनाउने भइसकेको हुन्छ। त्यो कारणले गर्दा आज काम गर्ने कामलाई आजै गर्नुपर्छ र भोलि गर्ने कामलाई भोलि गर्नुपर्छ र यसको चाहिँ सल्युसनहरू चाहिँ के छ त भनेर भन्दाखेरि चाहिँ एउटा नज थ्योरी भन्ने कुरा छ।
हामी यसलाई चाहिँ अलिकति बढी अर्को भिडियोमा डिपर डाइभ गरौँला। यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा कुनै पनि आर्किटेक्टमा चाहिँ सानो चेन्जेस लिएर चाहिँ ह्युज इम्प्याक्ट ल्याउने भन्ने कुरा चाहिँ छ, धेरै वान अफ दि पपुलर थ्योरी हो। र हामीले चाहिँ अर्को सोल्युसन भनेको चाहिँ मोस्ट क्रुसियल भनेको चाहिँ अलिकति प्यासेन्स हुन सक्नु पऱ्यो। हामीले सोसियल मिडियामा जे देख्छौँ या जे गर्छौँ भनेर हात्तिनु भन्दाखेरि पनि मैले के गरिरहेको छु अलिकति थोरै रोकेर अलिकति वाइडर पर्सपेक्टिभबाट हेर्न सक्यो भने चाहिँ अलिकति जीवनमा खुसी चाहिँ आउँछ है, र ढिलो चाँडो सक्सेस पनि आउँछ। र अर्को टेक्निक भनेको चाहिँ 10 सेकेन्ड रुल भन्ने छ, यो चाहिँ कुनै बुकमा पढेको थियो, मैले एक्ज्याक्टली नाम चाहिँ बिर्सेँ। र 10 सेकेन्ड चाहिँ कसरी स्टार्ट गर्ने भन्दाखेरि मलाई चाहिँ यहाँदेखि चाहिँ बजार जान छ अथवा कतै पढ्न स्टार्ट गर्न छ भने चाहिँ माइन्डलाई के भन्ने भन्दाखेरि चाहिँ 10 सेकेन्डमा मैले पढ्दैछु, 10, 9 गरेर चाहिँ काउन्ट गर्दै 8, 7, 6, 3, 2, 1 गर्दा बित्तिकै 1 हुँदा बित्तिकै चाहिँ एक खालको त्यो स्टार्ट गर्ने तागत आउँछ। त्यो मैले पनि धेरैचोटि अनुभव गरेको छु, किनकि माइन्डलाई चाहिँ कमान्डमा चाहिँ म छु है, मैले नै यसलाई पढ्ने गरिरहेको छु भनेर चाहिँ एक खालको माइन्डलाई ट्रिक गर्ने टेक्निक हो यो। र त्यो मैले पनि धेरै प्रयोग गरेको छु र हजुरहरूले पनि प्रयोग गर्न सक्नुहुन्छ। र अर्को सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ कामै हो। कामको अल्टरनेटिभ संसारमा केही पनि कुरा छैन। यदि तपाईँले काम गरिराख्नु भएको छैन भने तपाईँ जति मोटिभेसन भिडियो हेर्नु, फिलोसफी सुन्नु त्यो बेकार छ। त्यही भएर र अझै बढी स्पेसिफिकल्ली भन्नुपर्दाखेरि चाहिँ यदि तपाईँलाई साँच्चै के लाग्छ कामै गर्न छ र मलाई सफलता नै हासिल गरिराख्नु भएको छ भने यो भिडियो एकदम पक्कै पनि खासैले हेरेको त छैन होला, तर यदि इनकेस हेरिरहेको छ भने भर्खरै पज गरेर काममा लागे हुन्छ, किनकि त्यसरी नै हो सफलता पाउने। किनकि कसैको भिडियो हेर्दैमा या बुक पढ्दैमा जिन्दगी परिवर्तन हुने भयो भने म धेरै राम्रो ठाउँमा हुन्थेँ होला सायद। र अर्को पनि एउटा माइन्डको केही माइन्डको कन्सेप्टका कुराहरू पनि हुन्छ, कसरी वर्क गर्छ भन्ने कुरा पनि हुन्छ। र सबभन्दा क्रुसियल वान अफ दि क्रुसियल कुरा भनेको चाहिँ इन्भाइरोमेन्ट हुन्छ। र तपाईँ बिस्तारामा बसेर पढ्नु र एउटा प्रपर टेबल कोचीमा ढाड सिधा गरेर पढ्नुमा धेरै फरक हुन्छ। र बिस्तारै इन्भाइरोमेन्टहरूलाई चाहिँ चेन्ज गरेर चाहिँ आफ्नो कसरी सजिलो हुन्छ, कसरी काम गर्ने लायकको भइन्छ अथवा माइन्डलाई पनि अलिकति अपिलिङ कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ त्यो इन्भाइरोमेन्टमा पनि वर्क गर्नुपर्ने कुराहरू हुन्छ। र अर्को कुरा चाहिँ खासै यिनी कुराहरू खासै जति चाहिँ गरे पनि लास्टमा गर्नुपर्ने भनेको काम हो, सङ्घर्ष हो, त्यसको अल्टरनेटिभ केही पनि छैन। र लाइफले चाहिँ त्यसलाई सपोर्ट गर्दैन जसको चाहिँ हार्ट बहुत प्योर छ होइन। म बहुत जेन्टलम्यान छु भन्दैमा लाइफले त्यसलाई सपोर्ट गर्दैन। लाइफले त्यसलाई सपोर्ट गर्छ जसले चाहिँ गेम थाहा छ, उसलाई जसलाई रुल थाहा छ लाइफको। र हामी यो भिडियोलाई चाहिँ एउटा बोइलिङ फ्रग एक्सपेरिमेन्टबाट एन्ड गर्दैछौँ। साइन्टिस्टहरूले चाहिँ एउटा फ्रग लिएर आए र एउटा पटमा चाहिँ पानी तताएर चाहिँ एकदम त्यो पानी एकदम तातो भइसकेपछि त्यो फ्रगलाई त्यसमा राख्थ्यो। र त्यो फ्रगलाई त्यहाँ राख्दा बित्तिकै फ्रग चाहिँ त्यहाँबाट ठ्याक्कै जम्प गरेर भागिहाल्यो र त्यो फ्रगलाई फेरि छोप्यो। र साइन्टिस्टहरूले चाहिँ अब के गर्यो भन्दा एउटा पटमा चाहिँ नर्मल वाटर राखे र त्यो नर्मल वाटरमा चाहिँ फ्रगलाई राख्थ्यो र तलबाट चाहिँ आगो लगाइदियो र त्यो आगोको इन्टेन्सिटी चाहिँ बिस्तारै बढायो र फ्रगले चाहिँ हल्का मनतातो भयो, त्यसो एडजस्ट गर्यो र अझै बढी इन्टेन्सिटी बढाउँदै गरेर गर्दाखेरि चाहिँ उसलाई चाहिँ थोरै एडजस्ट हुन गाह्रो भइरहेको थियो। तर होइन, फेरि अहिले एक किसिम तातै छ पानी, ठिक छ, मनतातो तातै छ, यतिको त मैले सहन सक्छु, एक किसिमपछि जम्प गरौँला भनेर उसले वेट गर्दै गयो। र इभेन्चुअली त्यो हिट चाहिँ उसले साइन्टिस्टहरूले बढाएर चाहिँ अब यति लेभलमा पुग्यो कि अब त्यो फ्रगले चाहिँ त्यहाँबाट जम्प गर्न सक्ने स्ट्रेन्थ गुमायो र त्यो फ्रग त्यही बोइल भएर मऱ्यो। यसको मतलब के हो भनेर भन्दाखेरि हामीले लाइफमा चाहिँ यति ढिला नगरौँ कि लाइफले चाहिँ हामीलाई यसै गरी नै तताओस् र हामीले चाहिँ जम्प गर्न सक्ने क्षमता हामीले गुमाउँ। त्यो कारणले गर्दा मलाई लास्टमा यति नै भन्नु छ कि जम्प बिफोर यु डाई।